डिभोर्स हानिदिहाल्छन्। फेरि यहाँ अर्को पनि समस्या छ, डिभोर्स गर्न मानिलियो ठुलो कुरो भएन। अर्को समस्या के छ भने प्रकृतिले दिएको फरक, प्रकृतिले गरेको भिन्नतामा हामी लडाईँ गर्न तयार छौँ। बाबा महिला पुरुष बराबर हो, महिला पुरुष बराबर हो। कसरी बराबर हुन्छ महिला पुरुष? पुरुषले कहिले केही बच्चा जन्माउनु देखेको छ? सक्छ? आफ्नो बच्चालाई स्तनपान गराउँछ महिलाले, सक्छ? महिलाहरू महिनामारी हुन्छन्, पुरुषले सक्छ? कति थोक छ यस्ता त हजारौं छन् महिलाहरूमा शक्ति, भिन्न शक्ति छ। तर त्यो शक्तिको पनि महिलाहरूले पनि बुझ्नुपर्छ, त्यसको दुरुपयोग होइन, त्यसको सदुपयोग गर्नुपर्छ। डिभोर्स गर्नलाई त्यस्तो अप्ठ्यारो पर्यो, मान्दैन, साह्रै पीडा दिन्छ, साह्रै कुट्छ, साह्रै झन्झट गर्छ। पहिले दुईजनाले मात्रै मिलाउने कोसिस गर्ने, आफू बुढाबुढीमा के हो त समस्या, तीसरो व्यक्ति हाल्नु हुँदैन। यो तीसरो व्यक्ति हालेर नै डिभोर्स धेरै भएको छ। श्रीमान श्रीमतीमा अलिकति केही भएको छैन, खोइ चार ठाउँमा त सुनाइहाल्छ। कतिपय अलिकति सहयोग गर्ने हुन्छन्, कतिपय बल्ल भेटिन्छ यसले, अब यसलाई त्यहीँबाट सुरु हुन्छ। त्यो गर्नु भएन। घरभित्रको कुरालाई घरभित्र राखेर पचाएर हामीले कसरी मेलमिलाप गरेर जाने भन्ने कुरामा चाहिँ जानु पर्यो। श्रीमानले के पुर्याउन सक्दैन त्यो पनि बुझ्नु पर्यो, श्रीमतीले के गर्न सक्दैन त्यो पनि बुझ्नु पर्यो। आजभोलि श्रीमानलाई यति यातना दिएको छ महिलाहरूले, हर वखत कृत्रिम अभाव निर्माण गर्छन्। त्यो रिजालीले त यति सुट किनिन्छ, यति तिलरी किनिन्छ, छड्के पनि दुईवटा किनिन्छ। अब खरो पल्टाएको छ, खरो पल्टाएको त सुन अहिले यति महँगो भएको छ। अब नल्याइदिउँ भने मारिहाल्छ, ल्याइदिउँ भने त्यसले पनि पुग्दैन। भोलि कसको देख्छन् फेरि चाहियो। यस्तो गरेपछि श्रीमानहरू आजित भएर या त अर्की महिलापट्टि आकर्षित हुन्छ, या त ऊ चुपचाप लागेर भाग्ने सम्भावना बढी हुन्छ। यस्ता पनि धेरै घटनाहरू भएको छ। तपाईँहरूले महिलाहरूले कृत्रिम अभाव निर्माण नगरिदिनुहोस्। कृत्रिम अभाव भनेको चाहिँ सबै थोक पुगिरहेको छ र पनि किचकिच गरिरहने, यो गर्नु भएन। केही सामान्य कुराहरू आज हामी धेरै विकसित भएर माथि आएका छौँ। हामीले हिजोका दिन, हिजोका भुइँ, हिजोको माटो बिर्सिसक्यौँ। मै हो यो दमकमा पन्था खाने, मै हो यो दमकमा भुटेको भात खाने। म त दिल्लीमा हुर्केको, दिल्ली नै धेरै बसेँ र पनि आउँदाखेरि यहाँ त बासी भातै भुटेर खानुपर्छ। पानी हालो, पन्था बनाएर खायो। आज बन्छ कसैको घरमा पन्था? नगरपालिकाले त्यो फोहोर उठाउने दिएछ, बक्साका बक्सा पन्था त्यता बन्छ, त्यहाँ हालिन्छ। घरमा छैन, बाख्रा कुखुरा गाई बस्तु केही पनि छैन, आफू खाने होइन, उठायो त्यहाँ हालिदियो। यति ज्यादा पुगिसरी आइरहेछ। अहिले तपाईँ आफ्नै घरमा गएर हेर्नुहोस्, 2-4 जोडी चप्पल, 2-4 जोडी जुत्ता, 2-4 जोडी कपडा, 2-4वटा कोट। हिजो थियो, आजभन्दा 20 वर्ष अगाडिको कल्पना गर्नुहोस् त। 30 वर्ष अगाडिको हामी एकदमै अगाडि, ठिक छ, सुविधा भोग्नुपर्छ, सुविधामुखी हुनुपर्छ, सबै सुविधा चाहिन्छ, राम्रो घर चाहिन्छ। तर कतिसम्म भन्ने कुरा हो। हामी भुइँ छोडिसक्यौँ, भुइँ छोड्नु हुँदैन। अभाव, कृत्रिम अभाव निर्माण गर्नु हुँदैन। कृत्रिम अभाव निर्माण गर्नुभयो भने आफै दुखी भएर जीवनभरि दुखी भएर जानुपर्छ। यो संसारमा एक दिन त जानै पर्छ। हेर्नु, यहाँ कोही जसले जति नै गफ गरे पनि यहाँ रहनेवाला केही पनि छैन, यो सत्य हो। त्यसो भन्दै गर्दा म केही पनि गर्दिनँ, म बचाउँदिनँ भन्न खोजे होइन। तर कृत्रिम अभाव निर्माण गरेर आफू पनि आफ्नो परिवार पनि दुखी नबनाऊ भन्न चाहन्छु म। डिभोर्स गर्नबाट बच्ने कुराहरू चाहिँ यहाँ के छन् भन्ने कुरो म सुनाउन चाहन्छु। डिभोर्स गर्नु नै पर्ने अवस्था आयो भने कम्तीमा 5 जना डिभोर्स गरिसकेका व्यक्तिहरूसँग सल्लाह लिने। डिभोर्स गर्नु नै पर्ने, केही अवस्था रहेन, केही विकल्प रहेन, अब डिभोर्स नगरी हुँदैन भन्ने लाग्यो भने चाहिँ 5 जना डिभोर्स गरिसकेका, गरेर हल्लिराखेका या घरजम गरेका जे भए पनि
5 जनासँग चाहिँ सल्लाह लिने अनि उनले भन्छ डिभोर्स पछि भोग्नु पर्ने के क्रियाकलापहरू छन्, के दुष्टताहरू भोग्नुपर्छ अनि थाहा हुन्छ। डिभोर्स गर्न अहिले त डिभोर्स गर्न केही ठुलो कुरो भएन, घरै पछि भएका छ, चिन्तै नगर्नु भनेर भनिन्छ नि। तर डिभोर्स गरिसकेपछि अपमान गरिन्छ, यही समाजले अपमान गर्छ। धेरै त डिभोर्स गरिसकेकी छ, आएको आई गर्छ यहाँ घरमा, अलि ध्यान राख्नु त्यसको। ल यो भनिन्छ त्यो फलानाले डिभोर्स गरिसकेछ, किन यसरी आएको आई गर्छ, त्यसको ध्यान राख्नु है, धेरै आइरहेछ, यसो भनिन्छ। 5 जना त धेरै नै भए, मात्रै हो त्यस्तो स्थिति आइपर्नु भनेदेखि जम्मा 2 जनासँग मात्रै भेट गर्दाखेरि सम्पूर्ण भोट थाहा हुन्छ। त्यही त भनेको त। अब हामी चाहिँ किन आतुर भएर डिभोर्सको केसहरू हाल्छौँ भने हामीले त्योदेखि पछाडिको परिकल्पनाहरू र त्योदेखि पछाडि हुने घटनाहरूको बारेमा सोचेका पनि हुँदैनौँ, बुझेका पनि हुँदैनौँ। र अर्को सबैभन्दा ठुलो समस्या चाहिँ के छ भने हामी खोलो बग्न दिँदैनौँ, खोलोलाई रोक्न चाहन्छौँ। हाम्रो छोराछोरी 12-15 वर्षको भइसकेको छ, हामी आजै पनि सोचिरहेका हुन्छौँ म जवान छु। त्यो सोच्नु त राम्रो कुरा हो, तर एक्चुअली वास्तवमा त होइन नि त, उमेर त गयो नि त। हामी खोलोलाई रोक्न कोसिस गर्छौँ। म 15 वर्षको छोराछोरी भइसकेको आमाले फेरि विवाह गर्नु पर्यो भने के कन्याकुमारी केटो भेट्न सक्छ? आज हेर्नुहोस् त त्यो मनोज गजुरेलको श्रीमतीको के अवस्था भएको छ। मनोज गजुरेलले त अर्की ल्यायो त, केही फरक परेन उसलाई, बिचरा त्यसको त जिन्दगी बर्बाद भयो नि त। अलिकति विचार गरेर सोचेर मात्र हामीले कदम उठायौँ भने हामी त्योबाट बच्न सक्छौँ। हामीले बोल्नमा पनि ध्यान पुर्याउनु पर्ने हुन्छ, घरमा पनि बोल्दाखेरि आफ्नो बालबच्चाहरूलाई पनि असर नपर्ने गरी, श्रीमानलाई पनि असर नपर्ने गरी मुखमा आइगयो भने पनि अलिक रोकेर, अलिक ब्रेक गरेर हामीले बोल्यौँ भने अनि हामी अलिकति त्यस्ता समस्याबाट बच्न सक्छौँ। डिभोर्स गर्न परिगयो भने पनि होइन, डिभोर्स नगरी नै नहुने भयो भने पनि परामर्श लिने। म जस्तै परामर्श हुन त अब साउथ एसियाको डिभोर्सको बारेमा किताब लेख्ने मै एउटा हो, अरूले कहिले लेखेका छैन। तर मै मात्रै जान्दछु भन्न खोजेको पनि होइन, अन्य कोही त्यस्ता मान्छे पनि हुन सक्छन् जो डिभोर्सको बारेमा जान्दछन्, डिभोर्सको बारेमा परामर्श दिन सक्छन्। खोजेर बुझेर परामर्श लिएर त्यहाँ सल्युसन खोज्न सकिन्छ। त्यो लोग्ने मान्छे खराब छ भने त्यसलाई ठिक गर्न सकिन्छ, महिला खराब छ भने त्यसलाई ठिक गर्न सकिन्छ। अध्यात्म दर्शनद्वारा सबै थोक गर्न सकिन्छ। तर धारा उपधारा, कानुनका धारा उपधारा, दफा उपदफाले डिभोर्स कहिले पनि सुल्झाउन सक्दैन। उसले तिमीहरू अलग अलग बस्नु जाऊ फेरि भयो भनिदिने हो, तर त्यतिले नै त जिन्दगी चल्दैन। त्यसकारणले अध्यात्म दर्शनद्वारा यी कामहरू चाहिँ हामी सुल्झाउन सक्छौँ। हामीमा भएका वितृष्णा, हामीभित्र भरिएका क्रोध, हामीभित्र भरिएका अहङ्कार, रिस, आवेग, यी कुरालाई चाहिँ केले ठिक गर्छ भन्दा अध्यात्म दर्शनले जुन चिन्तन गर्ने व्यक्ति हुन्छ उहाँसँग परामर्श लिनुभयो भने धेरै कुरा सहज हुन सक्छ। र तपाईँहरूको आसपास तपाईँले जानेका, तपाईँले बुझेका डिभोर्स गरिसकेका छन्, अलग अलग बसेका छन् र मिलाउन मिल्छ, अहिले विवाह गरेका छैनन् भने मसँग सम्पर्क गराउनुहोस्, म मिलाउन सक्छु। धेरै केसहरू मिलाइरहेको छु, दमकमै होलान् 5, 7, 10 जोडी, भद्रपुर, चन्द्रगढी, काठमाडौँ, पोखरा, जहाँ पनि म गएर काउन्सिलिङ गरिरहेको छु। कोही पैसा लिँदिनँ मैले काउन्सिलिङ गरेको। धेरै जोडीहरू मेरै सामनेबाट कहिलेकाहीँ भेटिन्छन्, हिँड्छन्, शर्माउँदै हिँड्छन्। मलाई त खुसी लाग्छ कम्तीमा घर बच्यो। यो घर विखण्डन गर्नु जस्तो खराब केही पनि होइन। त्यो बिचारा जन्मेको बच्चाको के गल्ती? उसलाई त बुवा पनि चाहियो, आमा पनि चाहियो। तर हामी के गर्छौँ? बुवाले नयाँ आमा ल्याउँछ, आमाले नयाँ बुवा ल्याउँछिन्, त्यो बच्चा कोसँग जाने? जहाँ गए पनि उसले मार खानै पर्छ। यस्तो प्रकारले हामी समाजलाई विखण्डन गर्दै गयौँ भने हाम्रो समाज भोलि गएर बिल्कुल पशुको भाँति हुन केही पनि बेर लाग्दैन। यो दमकमै पनि धेरै छ,
धेरै भएका छन्। तपाईँहरूले जानेका कोही छन् भने सम्पर्क गराउनुहोस्, परामर्श गराउनुहोस्, पैसा लाग्दैन, उनीहरूको जीवन बचाउन सकिन्छ। बरु मर्न सजिलो हुन्छ तर डिभोर्स गरेर बाँच्न त्यति सजिलो हुँदैन, धेरै गाह्रो छ। माइतपट्टि पनि हेल्न गर्छ, घरपट्टि पनि गर्छ, समाजले पनि गर्छ। समाजमा भन्ने त गर्छन्, ए डिभोर्स त भइहाल्छ नि, केही अप्ठ्यारो भएन, तर बाहिर चाहिँ कुरा काटिरहेको हुन्छ। डिभोर्स गरेको कि छैन अलिक ध्यान राख्नु। यो कुरो त छ नि त। यसको मतलब स्वीकार त हामीले गरेर रहेन रहेछौँ नि त। जब स्वीकार गरेका छैनौँ भने हामीले यो चिजलाई मनन गर्नुपर्छ। हामीले आफ्ना बालबच्चालाई पनि सम्झाउनुपर्छ। तपाईँहरूका पनि छोरीहरू हुर्किँदै होला, छोरीहरूलाई राम्रो शिक्षा दिनुहोस्, राम्रो शिक्षा दिनुहोस्। लभ गरेर जान्छु नभनोस्, म खोजेर दिन्छु भन्ने बनाउनुहोस्। आफ्नो छोरीलाई त्यति संस्कार दिनुहोस्, अनि जीवन सुध्रिन्छ। 10 ठाउँ लभ गर्छ, 10 ठाउँ ब्रेकअप गर्छ, अनि तपाईँ बिहे कसरी गराउनुहुन्छ र कोसँग बस्छ? बस्दिन। 10 वटा ठाउँमा चुलोमा गएर चाख्ने बानी भएपछि कहीँ बस्छ? यही भइरहेको छ। यो नहोस्, हामी यसलाई अझै निर्मूल पारेर लैजाउँ। मैले त नेपालमा यो डिभोर्स सम्बन्धी धेरै ठाउँमा गएर नगरपालिकाद्वारा कुरा गर्दै जान्छु। यो अभियानै मैले बनाएको छ। अभियान हो मेरो यो एउटा, डिभोर्स गर्नु हुँदैन भनेर अभियान हो यो मेरो। अभियानमा मैले धेरै ठाउँमा यी कार्यक्रमहरू गरिरहेको छु। कलेजमा, स्कुलमा, नगरपालिका उनी वडा उनी गरिरहेको छु। धेरै ठाउँबाट सम्पर्क आउँछ, फोनहरू आउँछ, परामर्शका लागि आउँछन्। चन्द्रगढीबाट पनि आउँछन्, त्यहाँ वकिलहरूले पनि मेरो बुझेका छन् अनि मबाट पठाउँछन्। अब यस्तो प्रकारले हामी डिभोर्सलाई चाहिँ अलिकति निस्तेज बनाऊँ, डिभोर्सप्रति अलिक सचेत बनाऊँ। हाम्रो घरमा यी समस्याहरू आएका छन्, यीबाट बचौँ भनेर नै मैले यो कार्यक्रम राखेको। अब तपाईँहरूले केही सोध्नु छ, केही बुझ्नु छ भने पनि तपाईँहरू प्रश्न गर्न सक्नुहुन्छ। हामी कुरा गरौँ, छलफल गरौँ, यसको बारेमा बुझौँ के छन् भनेर।